अस्ट्रेलिया आउँदा झोलामा चुरोट, सुर्ती, खैनी वा गुड्खा हालेर ल्याउँदै हुनुहुन्छ भने सावधान। तपाईँको सानो लापरवाहीले अस्ट्रेलियामा ठूलो कानुनी समस्या निम्त्याउन सक्छ। धेरै नेपालीको सोच हुन्छ 2-4 बट्टा चुरोट त हो, कसले के गर्छ र? कतिपय त पहिले पनि ल्याएर जोगिएका हुन सक्छन्, तर हरेक पटक भाग्यले साथ दिँदैन। अस्ट्रेलियामा सुर्तीजन्य पदार्थको नियम निकै कडा छ, त्यसैले केही हुँदैन भनेर जोखिम लिनु महँगो पर्न सक्छ। त्यसो भए चुरोट वा सुर्ती ल्याउनै पाइँदैन त? पाइन्छ, तर तोकिएको सीमाभित्र मात्रै। यदि तपाईँ 18 वर्ष वा सोभन्दा माथिको हुनुहुन्छ भने भन्सार शुल्क नतिरी जम्मा 25 ग्रामसम्मको सुर्तीजन्य पदार्थ वा करिब 25 वटा चुरोट र एउटा खुला प्याकेट मात्रै ल्याउन सक्नुहुन्छ। यही नियम खैनी, गुड्खा, सिगार र अन्य सुर्तीजन्य पदार्थमा पनि लागू हुन्छ। गल्ती धेरैले कहाँनेर गर्छन् भने खैनी वा गुड्खा लुकाएर ल्याउँछन् वा भन्सारमा घोषणा नै गर्दैनन्। यदि तोकिएको सीमाभन्दा बढी सुर्तीजन्य पदार्थ ल्याएर पनि घोषणा नगरेको भेटियो भने सामान जफत हुन सक्छ। त्यति मात्र होइन, ठूलो जरिवाना तिर्नुपर्ने अवस्था पनि आउन सक्छ। यदि जानी लुकाएर ल्याएको प्रमाणित भयो भने मामला अझ गम्भीर बन्न सक्छ। अस्ट्रेलियन बोर्डर फोर्सले कानुन अनुसार थप कारबाही गर्न सक्छ। परिस्थिति अनुसार भिसामा असर पर्न सक्छ र गम्भीर अवस्थामा हिरासत, मुद्दा वा देश निकालासम्मको प्रक्रिया पनि हुन सक्छ। त्यसैले सबैभन्दा सुरक्षित उपाय के हो त? जहाजमा दिइने यात्रु घोषणा फारममा यदि तपाईसँग सुर्ती जन्य पदार्थ छ भने यसमा टिक लगाउनुहोस्। त्यसपछि सम्बन्धित अधिकारीले जाँच गर्छन्। आवश्यक परे कर तिरेर सामान लैजान सक्नुहुन्छ वा त्यही छोडेर पनि बाहिरिन सक्नुहुन्छ। याद राख्नुहोस्, अस्ट्रेलियामा नयाँ जीवन सुरु गर्न आउँदा केही बट्टा चुरोट वा खैनीका कारण आफ्नो भविष्य जोखिममा राख्नु बुद्धिमानी होइन। नियम पालना गर्नुहोस्, ढुक्कसँग यात्रा गर्नुहोस्। यदि तपाईँका आफन्त, साथी वा परिवारका सदस्य पनि अस्ट्रेलिया आउँदै हुनुहुन्छ भने यो जानकारी उनीहरूसम्म पनि अवश्य पुर्याइदिनुहोला।